भदौ 23 र 24 यी 2 दिनले राजधानीलाई आगो र आक्रोशमा मात्रै डुबाएन, देशलाई नै अनगिन्ती प्रश्नहरूको भुमरीमा छोडेर गयो। सडकमा देखिएको त्यो दृश्य, के त्यो साँच्चै युवाहरूको आक्रोश मात्रै थियो, कि पर्दा पछाडि बसेर कसैले यो विध्वंसको पुरै स्क्रिप्ट लेखिरहेको थियो? ल आज यसैको गहिराईमा पुग्ने कोसिस गरौँ। तपाईहरूलाई यादै होला, भदौका ती दिन राजधानीको अवस्था साँच्चै नै डरलाग्दो थियो। एउटा शान्तिपूर्ण भनिएको युवाहरूको र्याली हेर्दै कसरी आगो र तोडफोडमा बदलियो पत्तै भएन। चारैतिर धुवाँको मुस्लो, जताततै जलिरहेका गाडीहरू, सडकहरू त साँच्चै युद्धको मैदान जस्ता देखिन्थे। अनि सबैले सोधिरहेका थिए, आखिर यो भयो कसरी? ओह, यही हो मुख्य प्रश्न। यो सबै कसले र किन गरायो? कि यो साँच्चै नै जेनजीको भनौँ न सिस्टमप्रतिको रिस मात्रै थियो, कि यो भिडलाई कसैले जानी उचालिरहेको थियो एउटा सङ्गठित तरिकाले? ल अब हामी स्रोतहरूले के भन्छन्, प्रमाणहरूले कतातिर सङ्केत गर्छन्, त्यतैतिर लागौँ है त। अब अनुसन्धानको सुई घुम्छ एउटा नामतिर, हामी नेपाल। यो त्यही संस्था हो जसलाई हामीले भूकम्प र कोरोना महामारीको बेला समाजसेवा गरेको भनेर चिनेका थियौँ। यसका अध्यक्ष सुदन गुरुङ। तर भदौ 23 र 24 को घटनामा चाहिँ उनीहरूको उपस्थिति एकदमै रहस्यमय र शङ्कास्पद देखिन्छ, स्रोतहरूको दावी अनुसार। ल अब एकदमै महत्त्वपूर्ण प्रमाण हेरौँ। यो हो न्यू रोडको सीसीटीभी फुटेजको विश्लेषण। समय याद गर्नुहोस् है, दिउँसोको 2:51। ढुङ्गा हानाहान अलिकति शान्त भएको छ, अनि ठ्याक्क त्यही बेला सुदन गुरुङको टिम मोटरसाइकलमा घटनास्थलमा प्रवेश गर्छ। अनि अचम्मको कुरा के छ भने, भदौको त्यो उखरमौलो गर्मीमा उनीहरू हतार हामी नेपालको ज्याकेट लगाउन थाल्छन्। र सबैभन्दा ठूलो प्रश्न यहाँनिर उठ्छ, जब उनीहरूको टिम त्यो ठाउँबाट बाहिरिन्छ, त्यसको केही बेरमै त्यहाँ आगजनी सुरु हुन्छ। के यो केवल एउटा संयोग मात्रै हो त? सीसीटीभी फुटेजको शङ्कालाई अझ बलियो बनाउँछ एक बहालवाला उच्च प्रहरी अधिकृतको यो बयानले। स्रोतहरूका अनुसार उनले नाम नछाप्ने शर्तमा के भनेका छन् भने, जहाँ हामी नेपालको ज्याकेट लगाएका मान्छे देखिए, त्यसको ठिक पछाडि त्यही ठाउँमा आगो लाग्यो। यो त अब संयोग मात्रै हो भनेर पत्याउन अलि गाह्रै पर्छ, होइन त? र शङ्का गर्ने ठाउँहरू अरू पनि धेरै छन्, जस्तो कि त्यो बेलाको चर्को गर्मीमा अनुहारै छोपिने गरी मङ्की क्याप किन लगाउनु पर्यो? अनि आपसमा कुरा गर्न वकी-टकीको प्रयोग, यो त सामान्य प्रदर्शनकारीले गर्ने कुरा भएन। त्यति मात्र होइन, जहाँ आगो लाग्यो हरेक ठाउँमा उनीहरूको उपस्थिति देखियो। अनि कतिपय स्वयंसेवकहरू त सेनाले लगाउने जस्तो कम्ब्याट ड्रेसमा थिए। यो सबै हेर्दा के लाग्छ? के उनीहरू समाजसेवा गर्न आएका थिए, कि कुनै अर्कै योजना थियो? ल अब यो कथामा अरू पात्रहरूको पनि प्रवेश हुन्छ। स्रोतहरूले सुदन गुरुङलाई मात्रै होइन, तत्कालीन मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी यानि कि रासोपा बीच पनि एउटा कनेक्सन रहेको दावी गर्छन्। प्रदर्शन हुनुभन्दा अगाडि, प्रदर्शनको बेला र प्रदर्शन सकिएपछि पनि। यो कथित सहकार्यलाई 3 चरणमा हेर्न सकिन्छ। पहिलो स्टेप, बालेन शाह र रासोपाले युवाहरूलाई सडकमा आउन आह्वान गर्छन्। दोस्रो स्टेप, सडकमा हामी नेपालको टिमले विध्वंसको नेतृत्व गर्छ, स्रोतहरूको आरोप अनुसार। र तेस्रो स्टेप, यो सब सकिएपछि सुदन गुरुङ र बालेन शाह दुवै रासोपामा प्रवेश गर्छन्। अब यो 3वटा कुरालाई जोडेर हेर्दा के यो साँच्चै संयोग मात्रै हो त? यो त्यही फेसबुक स्ट्याटस हो जसले तरङ नै ल्याइदियो। भदौ 22 गते तत्कालीन मेयर बालेन शाहले लेख्नुभयो, उहाँले 28 वर्षभन्दा कम उमेरका सबै जेनजीलाई सडकमा उत्रिन आह्वान गर्नुभयो। यो आह्वानले हजारौं युवालाई सडकमा त ल्यायो, तर स्रोतहरूले के औल्याउँछन् भने यसले त 18 वर्षभन्दा कम उमेरका नाबालिगहरूलाई पनि प्रदर्शनमा आउनु उक्सायो। बालेनको स्ट्याटस आएको दिन, यानि भदौ 22 मे, रासोपाले पनि विज्ञप्ति नै निकाल्यो। उनीहरूले प्रदर्शनलाई खुल्लमखुल्ला समर्थन गरे र आफ्ना कार्यकर्तालाई सहभागी हुन पनि भने। यसले के देखाउँछ भने, यो प्रदर्शनमा एउटा ठूलो राजनीतिक पार्टी सुरुदेखि नै जोडिएको थियो। अब हामी यो अनुसन्धानको सायद सबैभन्दा भनौँ न एक्सप्लोसिभ प्रमाणतिर जाँदैछौँ। स्रोतहरूले एउटा वेबसाइट फेला पारेका छन् जहाँ घटनाको हरेक पलको अपडेट राखिएको थियो, एउटा डिजिटल लगबुक जस्तै। र यसले घटनाहरू स्पोन्टेनियस थिएनन्, बरु योजनाबद्ध थिए भन्नेतिर एकदमै बलियो सङ्केत गर्छ। यो लगबुक भनेको के हो त? सिधा भाषामा भन्दा youthagainstcorruption.com भन्ने वेबसाइटमा राखिएको एउटा लाइभ डायरी जस्तै हो। यसमा कुन समयमा कहाँ के भयो भनेर टाइम स्ट्याम्प सहित हरेक घटनाको रेकर्ड राखिएको थियो। यसले के देखाउँछ भने, कसैले एउटा कमान्ड सेन्टरबाट यो सबैलाई अपडेट र कोर्डिनेट गरिरहेको थियो। ल यो तालिकामा हेरौँ त।
लगबुकका केही उदाहरणहरू छन्। जस्तै भदौ 23 को दिउँसो 12:26 ब्यारिकेड तोडियो भनेर अपडेट आयो, जबकि प्रशासनले कर्फ्यू त 12:27 लगायो भनेपछि प्रशासनभन्दा 1 मिनेट छिटो। त्यस्तै भदौ 24 को 4:34 हामीले जित्यौं भनेर घोषणा गरियो। तर सबैभन्दा अचम्म लाग्दो र गम्भीर कुरा साँझको 6:25 को एन्ट्री हो। त्यसमा के लेखिएको छ भने सेनापतिले केही बेरमा राष्ट्रलाई सम्बोधन गर्दै हुनुहुन्छ। यहीँनिर हो सबैभन्दा ठूलो प्रश्न लुकेको, यो 2.5 घण्टाको ग्याप। सोच्नुहोस् त, त्यो वेबसाइटले साँझ 6:25 सेनापतिले सम्बोधन गर्दै हुनुहुन्छ भनेर लेख्यो, तर हामी सबैले, आम जनताले यो कुरा कहिले थाहा पायौं? रातिको 9 बजे जब उहाँ टेलिभिजनमा लाइभ आउनुभयो। प्रश्न एकदमै गम्भीर छ। एउटा सामान्य प्रदर्शनकारीको वेबसाइटलाई यति संवेदनशील र गोप्य जानकारी, त्यो पनि 2.5 घण्टा अगाडि नै कसले र कसरी दियो? अब कुरा गरौँ घटनापछिको। यो सबै विध्वंसको परिणाम के भयो त? एकातिर आगजनी र तोडफोडमा संलग्नहरूमाथि खासै केही कारबाही भएन, तर अर्कोतिर तिनै घटनामा जोडिएका वा त्यसलाई समर्थन गर्ने व्यक्तिहरूले चाहिँ राजनीतिक पुरस्कार पाएको देखिन्छ। यहाँ रासोपाको भनाई र गराईमा एउटा ठूलो अन्तर देखिन्छ। भदौ 30 गते उनीहरूले विज्ञप्ति निकालेर अपराधीलाई कडाभन्दा कडा कारबाही होस् भनेर माग गरे, तर त्यही पार्टीले पछि चुनावमा उम्मेद्वार कसलाई बनायो? तिनै आगजनी र विध्वंसको आरोप लागेका व्यक्तिहरूलाई। स्रोतहरूले त केही नामहरू नै अगाडि सारेका छन्, जस्तै संसद भवन जलाउन संलग्न भएको आरोप लागेका कृष्णकुमार कार्की, उनी मोरङ 2बाट रासोपाको उम्मेद्वार बने। सर्वोच्च अदालतमा आगजनी हुँदा खुशी मनाएको आरोप लागेका सुलभ खरेल, उनी रूपन्देही 2बाट उठे। अनि यो सबै घटनाको मुख्य योजनाकार भनेर आरोप लागेका सुदन गुरुङ त आफै रासोपामा छिरेर गोर्खा 1बाट चुनाव लडे। यति ठूलो घटना भयो, छानबिन गर्न एउटा आयोग पनि बन्यो, तर त्यो आयोगको रिपोर्ट आजसम्म पनि सार्वजनिक भएको छैन। रिपोर्ट नआएपछि जवाबदेहिताको कुरा त हावामै हरायो नि, होइन र? यति धेरै प्रश्नहरू छन्, तर तिनको जवाफ रिपोर्टभित्रै थन्किएर बसेको छ। प्रश्न उठ्छ, किन यो रिपोर्टलाई बाहिर ल्याइँदैन? तर यसको मतलब यो होइन कि सबै कुरा सकियो। वरिष्ठ अधिवक्ता लव कुमार मैनाली के भन्नुहुन्छ भने यस्ता गम्भीर आपराधिक घटनाहरूमा हदम्याद भन्ने कुरा लाग्दैन। यसको अर्थ के हो भने आज कोही राजनीतिक पदमा बसेर जोगिए पनि भोलि गएर अनुसन्धान हुँदा दोषी देखियो भने सजायबाट भाग्न चाहिँ पाउँदैन। र अन्त्यमा एउटा प्रश्न तपाईँहरूलाई नै, जब देशको राजधानीमा आगो लगाउने, विध्वंस मचाउने काम गर्दा सजाय होइन राजनीतिक टिकट पुरस्कारको रूपमा मिल्छ, तब सोच्नुहोस् त हाम्रो देशमा अकाउन्टेबिलिटी अर्थात् जवाबदेहिताको भविष्य के होला? कानुनी शासनको अवस्था कस्तो होला? यो प्रश्नमाथि सोच्ने जिम्मा हामी सबैको हो।